साथीहरु वेलकम टु माई युट्युब च्यानल एन्ड भ्लग लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला हजुरहरु पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज हामी जान लागेको छौं हाम्रो पूर्वी रुकुम काक्री मगरखाम समाजवाद र्याली लगेर जाँदै छौं हामी डुमर गाउँतिर पछाडी चाहिँ मेरो साथीहरु हुनुहुन्छ यतातिर अनि फेरि यो चाहिँ दमाहाहरु हुन् बजाउने मान्छेहरु कता हुनुहुन्छ त्यो चाहिँ मलाई थाहा भएन तर अहिले चाहिँ हामी चाहिँ हिँड्दै जानु पर्ने हुन्छ अनि फेरि यो चाहिँ दमाहरु चाहिँ अटोमा हालेर लैजानुहुन्छ अरे अनि बल्ल बजार पुगेपछि बल्ल स्टार्ट हुन्छ बजाउने अनि यहाँ साथीहरु अहिले चाहिँ हामी चाहिँ सबैजना हाम्रो घरबाट निस्केर पनि हामी बाटोमा जाँदैछौँ कोही अगाडि जाँदै हुनुहुन्छ भने कोही पछाडि आउँदै हुनुहुन्छ तिनीहरु कति पछाडि आउँदै हुनुहुन्छ नि यहाँ चाहिँ मेरो बहिनीहरु हुनुहुन्छ यहाँहरु सबै यिनीहरु यहाँहरु आयो ल भन के भन्नु हैन के हामी सब यहाँको सब्स्क्राइबर हम है सब्स्क्राइबर कस्तो बोलाउने हैन बोलाउने चिप लिन्छ अनि पछाडी चाहिँ दिदीहरु आउँदै हुनुहुन्छ अनि अगाडि चाहिँ आन्टीहरु दाइ भाइहरु जाँदै हुनुहुन्छ हामी चाहिँ पछाडी जाँदै छौं पक्कै त्यो दमाहा नबजाएर नि साथीहरु मन यस्तो खुल्लुली भएको छ कि मेरो मन खुल्लुली भएर बाजा बजाउँदै पञ्चे बाजामा नाच कति ठुलो रहर थियो कि नै थियो एकदम थियो नि हैन थियो कि थिएन ओइ एकदमै थियो हैन अनि हामी चाहिँ अब जाँदै छौं अब जानै पर्यो हैन साथीहरु आफ्नो गन्तव्यतर्फ त लाग्नै परिहाल्यो त्यसरी जाँदै हुनुहुन्छ अगाडि सबैजना आफ्नै धुनमा हिँड्दै हुनुहुन्छ अनि हामी पनि जाँदै तन्तलापुर घाममा हामी चाहिँ हाम्रो गन्तव्यतिर लाग्दैछौँ यस्तो यतिखेर दिउँसोको 12 बजेको छ तन्तलापुर हामी जाँदै छौं तन्तलापुर घाममा हामी चाहिँ साथीहरु बजारतिर आइपुग्यौ उस्तै मोटी ढ्याम्सी हाम्रो पछिउरी पनि सेमै रहेछ सेमटुकी पनि सेम रहेछ हाम्रो हाइट पनि कति रकमको छ कोही चाहिँ हेर सक्नुहुन्छ यो काक्री समाजका दुईजना बल्द ब्लगरहरुलाई हो हामी हो हेर्नु बच्चा भलक अनि जुनियर के दिदी बहिनी अनि सब्स्क्राइब चाहिँ भटक अनि साथीहरु यतातिर चाहिँ राम्री दिदीहरु हुनुहुन्छ राम्री ब्युटिफुल दिदीहरु पट्टाउने भयो भन्नु होला म पट्टाइदिन हामी चाहिँ भित्र जान पाएको छैनौं साथीहरु अब फेरि स्टार्ट गर्ने अब दमामा घिन्दाङ नाच्दै जाने हो साथीहरु दमाहरु चाहिँ त्यति अटोमा छ अटोमा लिनु भएको अघि भर्खरै अब हामी चाहिँ स्टार्ट हुन लागेको छ साथीहरु अब स्टार्ट गर्न लागेको छ भित्र जान मेरो बहिनीहरु चाहिँ यहाँ छन् के खाइरहेछौ नास्ता खाइरहेछौ भोक लाग्यो तिमीहरुलाई कति छिटो भोक लाग्यो यहाँ चाहिँ मेरो दुईटा बहिनीहरु ब्यानर उचाल्ने पूर्वी रुकुम काक्री मगरखाम समाजको हामी चाहिँ मानिसहरु यति धेरै छौं यतातिर चाहिँ उताबाट पनि आउँदै हुनुहुन्छ हाम्रो अर्को टोली
स्कुलमा हुर्किरहेका हाम्रा बालबच्चाहरू पनि त्यही पानी जहाजसँगै आउँछन् भन्ने अग्रिम जानकारी राम्री केटीहरू साथीहरू राम्री केटीहरू च्वाक केटीहरू च्वाक। अब चाहिँ साथीहरू यहाँ चाहिँ हाम्रो समाजको भाइ बहिनी दाइ दिदीहरू चाहिँ भूमि नाच्नु भएको छ। म देखाउँछु ल, हेर्नुहोस् ऊ त्यति हुनुहुन्छ, त्यति हो। त्यहाँ गएको स्टेजमा गएकाहरू चाहिँ सबैजना भूमि नाच्ने हो। अब भूमि नाच्ने स्टार्ट गर्दै हुनुहुन्छ बाजा बजाएर। यस्तो लुङ्गी, त्यहाँहरू चाहिँ कालो लुङ्गी लाएर भाउजू र भाउजू आउँदै हुनुहुन्छ साथीहरू। हाम्रो राम्रो दिदी बहिनीहरू दाइ भाइहरू स्टेजबाट नाचेर आउँदै हुनुहुन्छ, टिकटक बनाउँदै हुनुहुन्छ। यहाँ चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ। अनि फेरि हो यहाँहरूले चाहिँ फोटो खिच्दै हुनुहुन्छ। यतातिर कस्तो कालो देखायो कि अन्धकार देखाएछ। अरू के भन्नुहुन्छ बोल। टिकटक बनाउँदै हुनुहुन्छ साथीहरू यहाँहरूले चाहिँ। टिकटक बनाउँदै हुनुहुन्छ साथीहरू यहाँ ड्रामा नमिलेर। म पनि यहाँ ड्रामा हेर्न आएको छु। अनि यहाँ चाहिँ अरूहरू चाहिँ नास्ताहरू चाहिँ खाँदै हुनुहुन्छ। हामी चाहिँ बाहिर फोटोहरू सुट गर्न आएको क्या, फोटोहरू सुट गर्न आएको, भिडियोहरू सुट गर्न आएको। राम्रो पनि आउँदैन, के गर्नु, यस्तै छ जिन्दगानी होइन, बेहाल छ जिन्दगानी। जतिखेर नि बिग फ्यान मात्र नबना न, लाज लाग्छ मलाई। अब म स्योर भाइरल हुन्छु जानको लागि। फिक्स भइहाल्छु मलाई थाहा छ नि त। मामा चाहिँ पछाडि हुनुहुन्छ। थाकिसके यहाँ हाम्रो ब्युटीहरू, हेलो हिरोइनहरू यहाँ चाहिँ एकदम लाज मान्नुहुन्छ। सो साथीहरू आज चाहिँ हामी सबैले आइदिएको छ। अनि सृष्टि दिदीको पछाडि, उसको पछाडि सृष्टि दिदीको पछाडि साथीहरू अब हामी चाहिँ अब सबैबाट हाम्रो कार्यक्रम सब समाप्त घर जान लागेको छ। मलाई ल भन अब हामी चाहिँ अब नास्ता खान जानु सबले चाहिँ झर्लादेखि लागि चाहिँ लाइक एन्ड सब्स्क्राइब गरिदिनु पछाडि हामी चाहिँ अब जान लागेको छौँ साथीहरू। अन्धकार देखिन्छ कि छ्या मेरो मोबाइलबाट त के हाम्रो टोलीहरू चाहिँ होइन, हाम्रो टोली के नाम खाना आयौँ होटेलले हाम्रो भ्लगर पनि बनाउँदै हुनुहुन्छ। हामी आज हाम्रो टोलीहरू चाहिँ कोही त्यता हुनुहुन्छ,
कोही त्यता हुनुहुन्छ अनि कोही उयो त्यो अन्धकार देखायो कि यहाँ फेरि त्यतातिर हुनुहुन्छ अनि अरू कहाँ बस्न सक्छ त्यो मलाई थाहा भएन हाम्रो हामी चारजना चाहिँ यहाँ बसेका छौँ ल देखेँ अलि बेसरी राम्री देखेको छु राम्री थ्याङ्क यू भन चस्माले चस्माभन्दा माथि नै आँखा देखियो चाहिँ नास्ता खाने सुरु भइसक्यो यतातिर पनि मेरो नास्ता पनि यहाँ छ अब चाहिँ भोक लाग्छ नि त घरमा बिस्कुट यति नमिठो त्यो पनि मानी खाम कि चिया पनि अमिलो हालेर मिसाएको गर्दै खाएको अहिले त राम्रै छ नि चमिन अहिले चाहिँ साथीहरू हामी चाहिँ नास्ताहरू खाएर पनि अब घर जान आँटेको हामी उयो लखन पाक्नेर आएछौँ भित्र जाम किन भएको छु तर हामी चाहिँ तर म चाहिँ जाँदिनँ हामी कोचिङ जान्छौँ हाम्रो टोलीको ट्र्याक्टर आयो गाउँघरतिरको आमेहरूको कसरी हिँडिरहेको ल भन्दै त तेरो नाम के होला भन्न नि प्रतिज्ञा हो बुढा मलाई हेलो गाइस माय नेम इज हेलो गाइस मेरो नाम चाहिँ सुनाउना घरती मगर हो म चाहिँ मगर हो नि त अनि म चाहिँ आर 7 क्लासमा पढ्छु म चाहिँ 12 वर्ष भए गाइस है बाइ बाइ ओइ बाइ बाइ यो बोला नि यस्तै छ के गयो है तिनटा बहिनीहरू साथीहरू तिनटा बहिनी चाहिँ उता गयो हामीहरू चाहिँ यता जाँदैछौँ यो काप्चे बाटो के अस्तिकै काप्चे बाटोदेखि हामी हाम्रो गन्तव्यतर्फ लाग्दैछौँ ल भन तेरो नाम के हो भन बल खेल्न सक्छस् कति गोल हान्छस् 5 गोल कति खेल्नेस् कति खेल्ने ए उड्या कराइटा मान्छे आउने हुन्छ नि ल खेल्न गएछ राम्रोसँग खेलिस् खुट्टा नबाचिस् त्यही हो मैले भन्ने चाहिँ साथीहरू अहिले चाहिँ फेरि हामी रमाइलो गरेर हाम्रो घर आइपुग्यो कि त्यही हो फाइनल्ली अब ल बाई यसले के गर्छ यस्तो ल गयो है हेलो साथीहरू अहिले चाहिँ फाइनल्ली घर आयो आजलाई चाहिँ मैले चाहिँ मेरो भ्लग चाहिँ यहीँ नै समाप्त गर्न चाहन्छु अर्को भ्लगमा देखिन्छ बाइ बाइ